अहिले मलाई गिल्टी हुन्छ क्या त्यति बेला मैले किन गर्नु सरी हेलो साथीहरू सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु तर के हप्ता अगाडिदेखि चाहिँ मलाई एकदमै रुगा लाग्ने घाँटी दुख्ने भएकोले चाहिँ सन्चो थिएन अनि त्यही भएर कस्तो भिडियो हाल्न मन लागिराख्दा पनि हाल्न पाएको थिएन तर अहिले चाहिँ अलिक सन्चो भएको छ अनि त्यही भएर आज चाहिँ भिडियो बनाउँदैछु होइन अनि आज मौसम पनि कति राम्रो छैन न आज पुरा काम लागेर मैले कपडाहरू धोएर पनि सुकाएको छु अनि काम चाहिँ आज बेलुकाको भएको भएर अनि यसो रेस्ट अनि तर म बिदा भए पनि किन हो निन्द्रै लाग्दैन सुत्नै मन लाग्दैन उठेर केही न केही गरिराख्न मन लाग्छ कि अनि त्यो भएको भएर यसो आज चलाउँदैछु अनि मेन आज भिडियो बनाउनुको रिजन चाहिँ नेपालमा चाहिँ मेरो दिदी मभन्दा माथि मेरो दिदी अनि दिदीभन्दा माथि मेरो दाइ हुनुहुन्छ एकजना अनि दिदीको चाहिँ फर्स्ट बेबी बाबु भइसकेको छ क्या अनि नेक्स्ट अहिले चाहिँ 9 month चलिरहेछ उहाँको अनि कस्तो होइन एकदम पहिला एकदमै होइन कस्तो भन्दाखेरि सिचुएसन यस्तो थियो कि पहिला होइन एउटा रत्न पार्कसम्म मलाई चाहिँ कन्सल्टेन्सीमा पढ्न जाँदा चाहिँ 40 रुपियाँ पैसा पनि मेरो पकेटमा हुँदैन थियो कि अनि होइन त्यो सिचुएसनमा चाहिँ मलाई चाहिँ कन्सल्टेन्सीमा यो जापानिज ल्याङ्ग्वेजको भाषा सिक्न जाँदा चाहिँ 40 रुपियाँ पैसा खल्तीमा नहुँदा चाहिँ म कति माग्थेँ कि कहिले मेरो भाउजूसँग माग्थेँ कहिले मेरो दिदीसँग कहिले बिनासँग माग्थेँ कि तर मलाई एकदमै धेरै म यहाँसम्म आउँदाखेरि चाहिँ सपोर्ट गर्ने चाहिँ मेरो दिदीले धेरै गर्नुभएको छ कि अनि त्यतिखेर जब दिदीको फर्स्ट बेबी पेटमा थियो त्यो टाइममा चाहिँ सरी जब दिदी फर्स्ट प्रेग्नेन्सी टाइममा थियो त्यो चाहिँ म एकदमै नराम्रो कन्डिसनमा चाहिँ विकनेस त्यस्तै बिमार थिएँ अनि उल्टो मैले चाहिँ होइन त्यो टाइममा चाहिँ सरी त्यो टाइममा चाहिँ मैले चाहिँ उसलाई केयर गर्नुपर्ने उसको सबै हेल्थको हुन्छ नि उसलाई सपोर्ट गर्नुपर्ने अनि उसको प्रेग्नेन्सीको टाइममा त उसलाई बनाएर खानिदिनु पर्ने उसको कपडा धोइदिनु पर्ने गर्नुपर्थ्यो नि त तर त्यो सिचुएसनमा चाहिँ म आफै एकदम विकनेस भएको भएर बिरामी भएको भएर उल्टो उसले चाहिँ मलाई मेरो केयर गरिरहेको थियो कि त्यो सिचुएसनमा चाहिँ अहिले मलाई गिल्टी हुन्छ क्या त्यति बेला मैले किन गर्नु सरी कस्तो मलाई त्यो सिचुएसनहरू सम्झ्यो भने एकदम रुना आउँछ कि अनि मैले कति धेरै थुदेँ कि त्यतिखेर म बिरामी हुँदाखेरि अनि मेन चाहिँ मेरो दिदी प्रेग्नेन्ट हुनुहुन्थ्यो तर अनि म बिरामी भएको कारणलाई मैले कति पनि केयरहरू त्यस्तो केही गर्न पाएन कि अनि ठ्याक्क दिदीको डेलिभर हुने टाइमबाट मैले पढ्न स्टार्ट गरेँ जापानिज ल्याङ्ग्वेज होइन अनि मलाई कति धेरै अब जान आउन पैसा आफ्नो पकेटमा नहुँदाखेरि जब पनि गरेको थिएन नि त म बिरामी भएको भएर अनि जान आउनलाई पैसा नहुँदा चाहिँ मैले जतिखेर नि मेरो दिदी बिनाजको चाहिँ कपडा पसल थियो अनि कहिलेकाहीँ म जान्थेँ पनि पसलमा बस्न त्यस्तै गर्थेँ अनि
त्यही हो जानलाई आउनलाई पैसा नहुँदा चाहिँ कति माग्थेँ अनि केही नभनेको दिनुहुन्थ्यो कि म त एकदम लक्की छु कि होइन मेरो दिदीले गर्दा म यहाँसम्म आएँ म एकदम लक्की छु कि उसले गरेर मलाई यति सपोर्ट गर्दैन होइन मैले पैसा माग्दै होइन दिनकै मागोस् मैले होइन दिनकै पैसा मागोस् केही नभन्ने केही नभन्ने कति चाहियो भनेर चाहिँ क्वेसन गर्नुहुन्थ्यो सधैँ पैसा दिनुपर्ने तँलाई भनेर भन्थ्यो होला सायद अरूले भएको भए तर मेरो दिदीले चाहिँ कति चाहियो तँलाई गएर बिना जोसँग लि अनि मेरो चाहिँ दिदी फेरि एकदम नर्स टाइपको होइन नर्स चाहिँ हो एज अ नर्सै हो तर उहाँ चाहिँ पोस्टमा काम गर्नुहुन्छ तर एकदमै टाढा बस्नुहुन्छ कि कस्तो लेक जस्तो ठाउँमा बस्नुहुन्छ प्रेग्नेन्सीको टाइममा पनि उहाँ एक्लै बस्नुपर्ने भएको थियो अनि मेरो कामदाम थिएन है त्यही पनि म उहाँलाई गएर हेल्प गर्नु त कता कता म आफै बिरामी भएको भएर चाहिँ केही गर्न सकिनँ त्यो टाइममा चाहिँ अनि थियो हरेकचोटि पैसा माग्दा पनि कति चाहियो भनेर भन्नुहुन्थ्यो माग्यो भनेर त्यस्तो रिसाउने गर्नु जान्थ्यो अनि कहिले भाउजूले कहिले दिदी बिराजुले पैसा दिन्थ्यो अनि म फेरि एकदम पढ्न गरेको थिएँ जापानिज भाषामा एकदम मिहिनेत गरेर पढेँ अनि मैले नेपालमै नेट पनि पास गरेर पछि मेरो भिजा आयो अनि आउने टाइममा पनि पैसा कति नहुँदाखेरि मेरो दिदीले आफूले आफ्नो बिहेमा आफ्नो दाइजोमा पाएको सिक्रीहरू पनि बेच्नुभयो अनि धेरै गर्नुभयो कि मेरो लागि अनि अहिले चाहिँ फेरि नेक्स्ट बेबी आउँदैछ घरमा होइन अनि मलाई कस्तो लागेको थियो कि पहिला बाबुको पालामा केही गर्न सकिनँ मैले त्यतिखेर म आफै एउटा माग्ने जस्तो भएको थिएँ अनि अहिले चाहिँ म आएपछि चाहिँ अनि धेरै कुरा अब जस्तो कि अब आउँदाखेरि लागेको त्यो 12-13 लाख रुपियाँ लिङ्क तिनीहरूलाई पनि मलाई धेरै हेल्प गर्नुभयो क्या यताबाट मैले पठाउन सकिनँ भने नि उहाँले आफ्नो थ्रुबाट सके जति म्यानेज गरेर चाहिँ दिनुभयो अनि पछि मैले हुँदाखेरि उहाँलाई पठाइदिने गरेर मैले त्यसरी आएको ऋणहरू चाहिँ तिरेँ होइन अनि धेरै सपोर्ट गरिदिनु भयो त्यसको लागि एकदमै थ्याङ्कफुल छु कि म त आफूले यति लक्की मान्छु कि यस्तो दिदी चाहिँ सबैले पाओस् कि यस्तो दिदी चाहिँ सबैले पाओस् मैले मात्र होइन मेरो लागि त आमा सम्मानको छ कि मेरो दिदी अनि त्यति बेला मैले अनि केही गर्न सकेको थिएन अनि अहिले चाहिँ यो सेकेन्ड बेबीको माथि मलाई त अझ भन्नु भएको थिएन सुरुमा त प्रेग्नेन्सी भएको भन्नै भएको थिएन अनि पछि थाहा पाएँ कता मम्मीले भन्नुभयो अनि नयाँ बेबी आउँदैछ अनि खुसी हुँदैछ भनेर भन्दै थियो मम्मीले त्यस्तै जिस्काउँदा चाल पाएँ कि अनि म रिसाएँ मलाई भन्नु भएन भनेर म रिसाएको पनि थिएँ तर होप एकदमै अब पहिला पनि नर्मली डेलिभरी भएको थियो अब पनि नर्मली नै डेलिभरी होस् भन्ने प्रे गर्छु घरसँग होइन अनि त्यही हो अनि मलाई चाहिँ दिदीले एकदमै गर्नुभएको भएर बाबुको पालामा मैले केही गर्न सकिनँ भनेर चाहिँ मैले अनि अहिले पनि प्रेग्नेन्ट हुनुभएको बेलामा चाहिँ एकदमै अहिले सोसियल मिडियाहरूमा पनि प्रेग्नेन्सीको फोटोसुट भएकोहरू एकदम देखिरहेको थिएँ नि त अनि मलाई एकदमै इच्छा थियो कि उसलाई पनि गराइदिने अनि मैले आफैले जापानबाट चाहिँ नेपालमा चाहिँ फोटो स्टुडियोहरू एकदम हेरेँ खोजेँ यताउति भयो अनि मैले इन्स्टाग्राममा खोजेँ यताउति गरेँ अनि मैले एउटा 2टा फोटो स्टुडियोमा कुरा गरेको थिएँ तर एउटा चाहिँ अलिक टाढा पढेर जान सक्दिनँ नानी टाढा भनेर भन्नुभयो मान्नै भएको थिएन मलाई लाज लाग्छ जान्न प्लिज जान नानी मलाई गाह्रो भएको छ लाज लाग्छ भन्दै हुन्थ्यो बेबी सारको लागि चाहिँ अहिले अफिसमा चाहिँ छुट्टी लिएर उहाँ काठमाडौँ आउनु भएको थियो अनि बेबी सार गर्नुभयो यो स्याटरडे अनि त्यसपछि मैले सन्डे जानु प्लिज भनेर मेरो खुसीको लागि जानुभयो अनि म एकदम खुसी भएँ अनि उहाँले जो फोटोहरू पठाउनु भएको थियो हेरेँ मलाई यस्तो खुसी लागेको थियो नि मैले
आफैलाई केही गर्न नसक्ने मान्छे, हिजो त्यो 20-30 रुपियाँको लागि भौतारिने मान्छे अहिले म उनीहरूको लागि खुसी किन सक्ने भएँ। त्यसको लागि म आफ्नो लागि पनि प्राउड फिल गर्छु। मैले आजसम्म यत्रो प्रगति गर्न सकेँ। पछाडि मेरो फ्यामिली अनि मेरो दिदीको ठुलो हात छ होइन, त्यही हो। अनि तपाईँहरूलाई म सेयर गर्छु त्यो भिडियो जुन उहाँ गएर चाहिँ फोटोसुट गर्यो। अनि भिडियो मैले उहाँ इन्टरभ्यू टाइपको भिडियो पनि बनाइदिनु भन्नुभएको थियो, त्यो चाहिँ मैले पाएको छैन, त्यो पनि म पोस्ट गर्छु। अनि त्यही हो, मैले चाहिँ आज यतिसम्म गर्न सकेँ भनेर चाहिँ म आफै पनि एकदम खुसी छु र उहाँ पनि एकदम खुसी हुनुहुन्छ। यति नै हो। बाइ बाइ गाइज।